यस्तो छ साथीभाइ अब हो यहाँ फिनिसिङ काममा लागेको छु। हिउँ जस्तो बर्खा हुँदैन हो, आफू जस्तो अर्का हुँदैन र कि विश्वास लागेन र आफै गरेको हो। सिक्दैछु यहाँ दाजुहरूसँग हो, गर्मी अलिकति छैन नि त। सिँढीको मुनि अब यसरी यहाँ प्लास्टर गर्दैछु हो। गाउँ बस्तीको काम यस्तै हो। के साह्रो गर्ने अब यो चाहिँ जोइन्टमा हो। उता जोइन्ट देख्नु भएन नि त। गएछु दाजु। हजुर अब मैले चिपिङहरू गर्ने प्लास्टिक उगाएँ भने सजिलो हुन्छ होइन? एकदम अब छिटो हुन्छ हामीहरूलाई पनि। अन्त त्यसले गर्दा चाहिँ काम पनि अब छिटो वर्षाको टाइममा पानी आउँछ बाहिरको काम छ हो। यसरी च्यादर तिर्पल लाएर चाहिँ सेफ्टीको लागि अब यो गर्नुपर्छ। र घरको अब भाइ गरिबस्ने मान्छे र यसरी गर्दाखेरि के हुन्छ कता हुन्छ मजाले अब यसरी हेल्प गरिदियो भने त छिटो हुन्छ, हामीलाई नै छिटो हुन्छ। काम पनि छिटो चल्छ नि त होइन? काम पनि छिटो चल्छ। यस्तै छ अब दाजुभाइ यता छौँ हो, दुईजना फेरि यहाँ तल काम गर्दैछ। काम त गर्नै पर्यो, के गर्नु, गर्नै पर्यो नि हो। जानेको काम हो, आफ्नो आफ्नो सिप हो, कला हो, कलाकृति। अब हेरौँ है दाजु कतिको चाहिँ छ पानी चाहिँ अब यहाँभित्र नखसोस् हो, एकदम चटक्कै हुनु पर्यो। र म भने चाहिँ यसरी यता माथि यहाँ प्लास्टिकहरू उकाउँदैछु हो। प्लास्टिकहरू उकाउनु पर्यो होइन, अनि चाहिँ अब चिपिङहरू गरेर यहाँ रेडी बनाउनुपर्छ हो साथीभाइ। अब यस्तो छ गाउँ बस्तीको काम होइन। काम भनेको अब सबै कुरा गर्नुपर्छ हो। म चाहिँ यहाँ अब यस्तो दाजुलाई सघाउँदैछु नि। यति गरेपछि चाहिँ अब हल्का दाजुहरूलाई पनि सजिलो हो। त्यस्तै छ है साथीभाइ। यो प्लास्टिक उतारेर चाहिँ चट्ट चिपिङ गरेर चाहिँ लेभलमा ल्याइदिनुपर्छ हो। सन्तोष दाजु पल्लो बाटो सकेर आएको? उतापट्टि सकेर अब यतापट्टि अब यसरी म पनि दाजुहरूलाई सघाउँदैछु हो। अब जति पनि घरहरू बनाउने जतिजना पनि छ, तर घरकै मान्छे चाहिँ मजाले खट्यो भने मात्रै काम यसरी चल्छ। फटाफट त पनि फटाफट गरिहाल। गर्दैछु नि, त्यही कारण त यहाँ सघाउँदैछु त, आफै लाग्दैछु। मैले अघि भने त भन्छ यो भित्ता सक्नुपर्छ नि। मसँग लाग्न साह्रो छ। साह्रो छ है, एकदम फटाफट गर्नुपर्छ। अब हामी यतापट्टिको भित्ता चाहिँ फिनिसिङको लागि यहाँनिर छौँ। अब यहाँ हामी दुईजना अब यहाँ एसबी दाजु र सन्तोष दाजु अब हेड मिस्त्री दुईजना, यहाँ हामी दुईजना हेल्पर बाले भाइ र म छौँ। अब हो म यहाँ सघाउँदैछु, अब आफै खटिँदैछु। अब ठक्क दाजुले चाहिँ यहाँ अब यहाँ घोला हालिदिएपछि चाहिँ प्लास्टर ड्याम हिर्काइन्छ हो। अब हाम्रो छुट्टी हुने टाइम हुनु आँटेको छ हो, हुनु आँटेको छ।